सन् 2025 का लागि दोस्रो चरणको विदेशी कामदार छनौट प्रक्रिया इस्यु सम्बन्धी कोटा र मिति प्रकाशन भएको छ। सम्पूर्ण राष्ट्रबाट सम्बन्धित सबै क्षेत्रका लागि जम्मा 21,918 वटा कोटा तोकिएको छ। कुन कुन क्षेत्रका लागि कति कोटा रहेका छन् आउनुहोस् बुझौं। सम्पूर्ण राष्ट्रबाट उत्पादनमूलक क्षेत्र म्यानुफ्याक्चरिङका लागि 16,328 जना, पानी जहाज निर्माण क्षेत्र सिपबिल्डिङका लागि 625 जना, कृषि तथा पशुपालन एग्रिकल्चर एन्ड लाइभस्टक तर्फ 2,347 जना, माछा मार्ने फिसअरी तर्फ 2,077 जना, निर्माण क्षेत्र कन्स्ट्रक्सनका लागि 445 जना, सेवा क्षेत्र सर्भिसका लागि 596 गरी जम्मा 21,918 कोटा तोकिएको छ। योचोटि हामी सबैजनाको इस्यु होस् भन्ने शुभकामना। यदि च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनुहोला। धन्यवाद।